मान्छे मर्नै पर्छ त्यो। यति गर्दा पनि त्यो मरेन भने मेरो मनले शान्ति पाउँदैन, मेरो मन आनन्द हुँदैन। म छु हजुरको साथमा। यदि म केही गरेर मरिहाल्यो भने तिमी के गर्छौ? रगत रगतमा त बगेकी छस्। मलाई सोचेस् म मरे भने तिमीलाई के हुन्छ भनेर। त रहनस् भने म कसरी रहन्छु र छोरी? आमा बिनाको कुनै जिन्दगी हुँदैन, आमा बिनाको कुनै घर हुँदैन। अनि थाहा छ आमा, तिमी बिना मेरो जिन्दगीको कुनै भर हुँदैन। कस्तो पिर लागिरहेछ आमा, हजुरसँग छ भने किन्नु न। डाक्टर साहब, के गर्नलाई कुचो लाउँदै हो? दिदी घरमा काम गर्ने मान्छे कोही पनि छैन। सफा गर्दैछु। कता हिँड्नु भएको थियो कि नि? के कामले आउनु भएको हो नि? बस्नु न। ए आएको नि यतै यसो। बस्नु बस्नु पर्नु। म बस्ने कुरा ल्याइदिन्छु है। ल ल, काम गर्दै रहेछौ, पहिला बराली सघ न त। ल ल दिदी बस्नु। धेरै पछि भेट भएको। त्यही त दिदी बहिनी मजाले गफ पनि गर। त्यत्तिकै त मेरो घरतिर आउने मान्छे होइन तपाईँ। त्यही त आज सानो कुरो लिएर आए कि हुन त न तिमीलाई थाहा भइसक्यो कि थाहा छैन भने पनि भनौँ कि भनेर। के कुरा हो र दिदी? मलाई त त्यस्तो केही पनि थाहा छैन। अनि त्यसकी छोरी त हस्पिटलमा पनि मरिन चाहिँ नि। कालले कुतकुत्याए जस्तो लाग्थ्यो तर होइन रहेछ। के भयो मुना? टोलाएर बसेकी छौ त? केही पनि भएको छैन। होइन दिदी, त्यो कसरी बाँचिस? त्यसलाई कसले बचाएछ? के थाहा छ हजुरलाई? त्यो त थाहा भएन, तर दुई आमा छोरी नै आज मुन्टिँदै छन् रे। त्यत्रो ठुलो खोलामा डुबेपछि त त्यो मर्नु पर्ने हो। बाँचे चाहिँ कसरी? अनि त्यसलाई हस्पिटल कसले लग्यो? कसले भेट्यो? अरू कसले हुनु नि? त्यही मिस बनाउँदै छ नि, त्यसैले बचाकी। तिनीहरूका आमा छोरी त जति जे गर्दा पनि नमर्ने भए। यो गाउँमा त काण्डै काण्ड मचेको छ नि। त्यो तल्ला घरेको बियरको बोतलले हानेर त्यही लक्ष्मीको छोरीले टाउको फुटाइदिन्छ। त्यो तल्ला घरे त सानेलाई त्यत्रो गरुन्जेलसम्म, अनि तिनीहरूले केही पनि गरेनछन् त्यो अलक्षिनालाई। त्यसलाई त जेलमा लाएर जाग दिनु पर्थ्यो। अब के को जेल लानु नि? जेल लानुभन्दा अगाडि हस्पिटल लानु परिगयो। अब हस्पिटलबाट निको भएर आइसकेपछि तिमी र म भएर उचाल दिनु पर्छ के? ती तल्ला घरे नि अलि सोझा छन् नि त।
त्यति साह्रो केही माखा मार्लान् जस्तो लागेको छैन। तिमी र म भएर उचालेपछि चाहिँ अनि देख्छ त्यसको बाउको बिहे। हो, तपाईँले ठिक भन्नुभयो दिदी। त्यो तल्ला घरेका बाउ छोरालाई हामीले उचाल्यौँ भने कसो तिनीहरूका आमा छोरीलाई जेल नलग्लान्। तिनीहरू गाउँ आउनुभन्दा अगाडि तिनीहरू जेल पुग्नुपर्छ। अनि सहरमा मदनलाई त ठिकै राम्रै उपचार भइरहेको होला नि। अनि गाउँ कहिले आउँछन् रे? खै कहिले आउँछन् म छोरो बिरामी भएको बाउचोले लिएर गएको उता लडेर आफैमा बिरामी भएछ। अब भन्नु के? त्यही त, दशा लागेपछि त्यस्तै हो। फेरि यो घरको सबैभन्दा ठुलो दशा भनेको तिनीहरू आमा छोरी हुन् क्या रे। त्यही तिनीहरूकै आमा छोरीले गर्दाखेरि आज जे नहुनु भइराखेको छ दिदी। अल्लाछिन घरभित्र भएपछि यस्तै हो। डाक्टर साहब नमस्ते। आउनुहोस् बस्नुहोस् त। नमस्ते। नमस्ते डाक्टर साहब, अहिले नानीलाई कस्तो छ? नानीलाई धेरै राम्रो सुधार भएको छ। हजुर आतिनु पर्दैन, हामी आजै डिस्चार्ज पनि दिन्छौँ। केही औषधिहरू लेखिदिएको छु। नानीको टाउकोमा अलिक गहिरो चोट लागेको कारणले ख्याल चाहिँ राख्नुपर्छ। हस् हुन्छ। नानी त निकै बाठी टाठी रहेछन्। हामीले सोचेभन्दा राम्रो मजाकै छिन्। टाठीको त कुरा नगर्नुहोस् न। मेरो छोरी जस्तो हाम्रो गाउँमा कोही पनि छैन। कराउने मात्रै होइन नि, अरूलाई सम्झाउँछे भने धेरै बुझाकी छे। तर के गर्नु, मेरै कारणले गर्दाखेरि फल हाल्न गएकी हो। सधैँभरि माया गरिराखेको आमा अहिलेसम्म एक थप्पड लगाएकी थिइनँ। अरूको रिसले गर्दाखेरि छोरीलाई पिट्न पुगे। बिचरा बच्चाको मन न हो। आमाले पनि गाली गरी भनेर फुलबाट फल हालिछे। धन्न मिसले गर्दाखेरि आज मेरो छोरी सकुशल छे। मिसले मात्रै भएर पनि हुने थिएन, त्यहाँमाथि हजुर हुनुभयो। कहिलेकाहीँ त डाक्टरको लापरवाहीले पनि ज्यान जान सक्छ। तर डाक्टरहरू भनेको सबै हजुरहरू जस्तै हुन जरुरी छ। त्यसैले त हरेक मान्छेले डाक्टरलाई भगवान भन्दा माथि ठुलो दर्जा दिन्छन् नि। म त बोलेको बोलै भएँ। साँच्चै भन्ने हो भने डाक्टर कम हजुर त मेरो भाइ बढी जस्तो लाग्यो मलाई। त्यसैले यो सबै कुरा सेयर गरेको। पहिलोचोटि दिदी भन्दाखेरि आफ्नै भाइले भने जस्तै लाग्यो। तर सबै डाक्टरले यसरी सम्झाउँदैनन् नि। नानीलाई टाउकोमा चोट भएको कारणले पहिलेभन्दा अलिक बढी ख्याल राख्नुपर्ने हुन्छ। अब चाहिँ नानीको ख्याल राख्नुहोस् है राम्ररी। हस् हुन्छ। मैले औषधि लेखिदिएको छु, समय समयमा खुवाउनु होला। बिचमा केही समस्या परेमा चाहिँ ल्याउनुहोस् है। म 2-4 वर्ष लन्डन बसेर आउँदा गाउँ यति धेरै परिवर्तन भइसकेछ। भइहाल्छ नि काजी साहब। अब हाम्रो गाउँका सबै मान्छे काजी खान्दान। यो कदापि हुन सक्दैन। पहिला पहिला यो सारा गाउँको मान्छे मेरो मुठीमा थिए नि काजी साहब, मुठीमा पहिला। अहिले फुत्किसके। यो गाउँमा काजी भन्दा ठुलो को जन्म्यो? को हुनु र काजी साहब? त्यही लक्ष्मीको आमा छोरी त हो नि। लक्ष्मीको आमा छोरी रे? त्यो आमाको मात्र के पावर पुग्थ्यो काजी साहब? गाउँभरिको मान्छेको शासन गर्ने त्यो छोरी जन्मेको छ, दुर्गा। दुर्गा!
अनि के भयो त? के हुनु? अनि अहिले कस्तो छ? के रे? अनि छोरी त्यस्तो भएपछि खबर गर्नु पर्दैन त? खबर गर्नलाई थाहा हुनु परेन? नाटक नगर है मदन। त्यस्तै त हो नि, तिनका आमा छोरीले मलाई कहिले सुख दिने भएन। मेरो आँखा वरिपरि नबस्दिने हुन्थ्यो जस्तो लाग्छ। कि त मरिहाल्नु कि त आँखा वरि नबस्नु। अब 2-4 दिनपछि चाहिँ हिँड्न मिल्छ भनेको छ। त्यही पनि म सक्दिनँ, तिमी आफै लिन आऊ। होइन, तिमीलाई चाहिँ मेरो चिन्ता कति पनि लाग्दैन कि के हो? यस्तो खुट्टा लिएर म कसरी आउनु? जसरी हुन्छ त्यसरी आउने। अरू कुरा मलाई केही पनि थाहा छैन। लु, त्यसो भए मैले फोन राख्ने। मैले कति फोन गरेको भने? हेलो हेलो लक्ष्मी, हेर लक्ष्मी पो रहेछ। मैले त मुना भनेर फर्काइहालेँ। जेसुकै होस्, त्यसको पनि बानी गतिलो हुन पर्यो नि। कतै मैले गल्ती त गरिनँ? त्यसै त रिसाइरहेछ। जेसुकै होस्, मेरो यत्रो खुट्टा काटेको छ। खै त के भयो कसो भयो भनेर एकल फोन गरिनँ। होइन होइन लक्ष्मण, तैँले गलत पो गरिस् कि क्या हो? एकचोटि फोन गर। बाबालाई के भएको? त्यत्रो चिन्ता लाग्ने मान्छेले फोन गरेर सोध्नु हुँदैन? फोनको जमाना हो त यो त। मैले फोन गरेको थिएँ बाबालाई, उल्टै मैले चासो गरिनँ भनेर मलाई गाली गर्नुभयो र फोन काट्नुभयो। त्यसैले तिमीलाई सोधेको। हेरा छोरा, सौतिनी नै भए पनि म तिम्री आमा हुँ। मैले कहिले पनि तिमीहरूको बारेमा नराम्रो सोच्न सक्दिनँ। तिम्रो बुढाको समाचार बोक्रिने के म हुलाके देख्यौ? छोरा, मैले तिमीलाई हुलाकी भनेर भनेको छैन। आफ्नो घर परिवारमा कसलाई के भएको छ भनेर जान्ने अधिकार त मलाई पनि छ नि। तपाईँ हाम्रो को हो र? न आमापट्टिको न मामापट्टिको। छोरा, कस्तो ठाडो बोली तिमी। मैले सोधेको बाबालाई के भएको भनेर। छोरा, तिमीले आमा बुवाबाट यही संस्कार सिकेको हो? आफूभन्दा ठुलो मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने थाहा छैन? जान्नै पर्छ। छोरो, के भयो तिमीलाई? त्यसको त्यत्रो आँट! कस्तो आँट छोरो?
त्यो तिमीले सौता भन दिको किन के भएर त्यसले मलाई चाहिँ कति ठगे थाहा छ त्यसले तिमीलाई धर्काइ रे हो त नि त्यसले मलाई के भनी थाहा छ आमा तिमीलाई के भनि त्यसले मेरो संस्कार छैन रे मेरो बोल्ने सोमत भएन रे मैले त्यसको इज्जत गर्नुपर्ने रे तिमीले मलाई गति र संस्कार सिकाएनौ रे त्यो अलग छिनाले मेरो छोरालाई त्यस्तो भने छोरो तिमीलाई भोक लाग्यो होला जो मैले खाजा बनाएर राखेको छु आज म त्यो सौता बनाउँथीको नुहारण गरेर आउँछु जो मुनाको छोरा हो तिमी त्यसले अझै पनि चिनेकी होइन रहेछ बेलैमाथि तैँले सिकाएको भए मैले सिकाउन पर्थेन अनि अर्को कुरा आफ्नो अनुहार ऐनामा हेर भनिस् नि बिहानै बेलुका हेर्ने गरेको छु मैले मेरो अनुहार अनि बानी बेहोरा कस्तो छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ तैँले सिकाइरहनु पर्दैन धेरै थुतुन नचला अनि बुढो बिरामी छन् भन्ने खबर सुनेपछि त खुसी लाग्यो होला त तिमीका आमा छोरीलाई तँलाई दुःख लागेर पनि शरीरको एक पाउ मासु घटेको रहेनछ त चिन्ताले मान्छे मोटाउँदो रहेछ कि क्या हो खासै तँलाई पनि केही फरक परे जस्तो त देख्दिन म ओए अलक्षिणी तैँले मसँग न्यु खोजे कि म होइन तँ न्यु खोज्न आएको आफ्नो आफ्नो बाटो अलग भएपछि त नबोल्नु नि आफै बोल्न आउने अनि आफै न्यु खोज्ने त्यसै होइन रहेछ नारीको सबैभन्दा ठुलो दुश्मन सौता हो भनेको निर्दयी आइमै ए म पो निर्दयी बुढो लडेर त्यस्तो अवस्थामा हुँदाखेरि वास्ता खोजी नगर्ने त अझ त मलाई त्यस्तो भन्छस् अनि तेरा चाहिँ कान फुटेका थिए मेरो छोरीको अवस्था कस्तो थियो भन्ने कुरा तँलाई थाहा थिएन आफै खोलामा हात हाल्न गयो कि त हो नि खै मरिन छे त जिउँदै घरमा फर्केकी छे मुना बस भयो सौता भयो तँलाई जस्तो चिच्याउन नि मलाई पनि आउँछ खबरदार अरूको बारेमा जेसुकै भन तर मेरो छोरीको बारेमा केही भनिस् भने नि म तँलाई छोड्दिन अनि अर्को कुरा कान खोलेर सुन सन्तानलाई संस्कार सिकाउने पहिलो पाठशाला भनेको घरै हो अनि आमा र बुवा गुरु त्यसैले आफ्नो सन्तानलाई आफूले जस्तो संस्कार सिकायो भविष्यमा त्यस्तै हुने खै मेरो छोरी मैले जस्तो बोल्यो त्यस्तै बोल्छु होला मेरो छोरीको अलिकति बोली कडा छ तर झुटो बोल्दिन र आफूभन्दा ठुलो मान्छेलाई कसरी इज्जत गर्नुपर्छ त्यो मैले राम्रोसँग सिकाएको छु र मेरो छोरीले सिकेकी छे त्यसै गरी तैँले पनि तेरो छोरालाई सिकाएको भए आफूभन्दा ठुलो मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने कुरा थाहा हुन्थ्यो होला टाउकामा चढाएर पाल्दैमा कोही छोराछोरी ठुला हुँदैनन् कसैको नभएको छोरी तेरो मात्रै रहेछ तैँले मात्र सन्तान जन्माकी रहेछस् मैले पनि जन्माएको छु मैले पनि अनि सन्तानको माया कति हुन्छ भनेर नि मलाई पनि थाहा छ पहिला आफ्नो अनुहार ऐनामा गएर हेर्नु नि बेहोरा सिद्धि हैमै हो कुकुरनी पनि आमा हुन्छन् आमा हुनु र आमाको कर्तव्य निभाउनुमा धेरै फरक हुन्छ ओइ तैँले मलाई कुकुरसँग दाजु कि कुकुरसँग तँलाई दाज्यो भने नि कुकुरको बेइज्जत हुन्छ कुकुर कति वफादार हुन्छ थाहा छ तँलाई
एक गाँस खाना दियो भने नि त्यसले कहिल्यै बिर्सिँदैन, त्यसलाई त्यति गुण लाग्छ। तँलाई त गर्दनै काटेर दियो भने पनि गुण लाग्दैन। तँ कुकुरको जति पनि औकात नभएको मान्छे हो, बुझिस? फेरि भन् त के भनिस्? कुकुरको जति नै औकात नभएको मान्छे होस् भने फेरि भन् त के भनिस् रे? तँ मसँग नजुत है, मसँग नजुत है, मेरो रिसमा पर्लिस नि फेरि। तँ आफूले आफूले को गतिले सम्झिन्छेस्? सम्झिन्छु म, छुनै गर्छेस्। म किन ल्याङल्याङ गरेर आएको हो? थुतुल्न त चलाउँथिस् हुँदा अब हातै उठाउन थालिस्। अस्तितिर हात बाङ्गो भएको देखेको थिएँ मैले। यस्तै गरी एकछिन बोल्दै गइस् भने भाँची नै दिन्छु नि, विचार गर। खुरुका गइहाल, तँ एकछिन पनि मेरो पिँढीमा नटेक। तैँले मेरो पिँढीमा टेकिस् भने नि मेरो घरै अपवित्र हुन्छ। जा। के भनिस् डरे? तैँले मलाई धम्की दे कि? तैँले जे सम्झिन्छेस् नि त्यही हो। खुरुका गइहाल है। अनि बुवा के कति कामले आउनुभयो? पर्सि फुर्सद के थियो रोपनमा आइदिन्थ्यो कि भनेर भन्न आएको। ए पर्सिको दिन त खै मेलो बोलेको छु कि छुइनँ, बिर्से पो मैले त। खेतला पाउने गाह्रो पारी अनि छोरा मान्छेले त जम्मै विदेशमा, छोरी मान्छे अब आफ्नो आँखेको भ्याउँदै तै पनि आइदिन्थ्यो कि भनेर म आएको बिन्ती बिसाउनु। ए रोपाइँको मेलो हो? अब यो गाउँमा अलिक टेर्दी भनेको तिमी नै हो, अरू कोही टेर्दैनन्। म पर्न तिर्न जान सक्दिनँ, पैसा पनि कसैले लिँदैन धनी भएर। ए मैले त सोध्नै बिर्सेछु, नातिन त पुलबाट फल हाली भने चाहिँ सुनेको थिएँ, कस्तो छ? अहिले ठिकै छ बुवा। हस्पिटलबाट ल्याइसक्यो हो त? हस्पिटलबाट ल्याइसक्यो। कति खर्च लाग्यो? नहुने मान्छेलाई 10 माथि 10। त्यही त भने नि बुवा, अब 10 भनेको 5 बजेर आउँदैन भनेर भन्छ। साँच्चीकै हो रहेछ। मलाई पनि 10 लाग्यो। पहिल्यै एक थप्पड नफुटेको छोरीलाई गाली गरे कुटे, त्यही मानेर फलाल्न गइछि। पेटमा पानी निकै भरिएको रहेछ, अलिकति टाउकोमा चोट पनि छ। अनि हस्पिटलले डिस्चार्ज गरिदियो। अब यहाँ लिएर आएपछि पनि असरको मेलो, आफूले स्याहार सुसार गर्न सक्दिनँ भनेर मावलामा छोडेर आएको छु। अब उता भए आमाले यसो ख्याल वास्ता गर्नुहुन्छ, टाइम टाइममा खाना दिनु पर्यो, औषधि टाइममा खाना दिनु पर्यो। हस्पिटलमा पनि यस्तो गाह्रो हो भने लिएर आउने एकचोटि भनेको छ, उतैबाट नजिक पनि पर्ने, त्यही भएर उतै पठाएँ।
दाइ नमस्ते। म मास्तिर गाउँतिरबाट आएको। अनि दाइ तपाईँकी नातिनी बिमारी भएर हस्पिटलमा छन् रे, कस्तो भइरहेछ औषध उपचार? थाहा छैन भाइ। अनि थाहा हुन पर्ने त आफ्नो नातिनीको बारेमा फोनसुन गरेर बुझ्नु भएको छैन हस्पिटलमा? हे भाइ, हामी मर्दाखेरि त उनीहरू केही मतलब गर्दैन भने उनीहरूलाई चाहिँ बिरामी हुँदाखेरि मैले फोनसोन गरेर बारम्बार धाइरहनु पर्ने? हुन त हो दाइ, चासो त दिन पर्ने, तर त्यस्ताहरूको के चासो दिने? आफ्नो छोराले त हेरेन भनेदेखि त्यो त नाति। लुलु दाइ, अहिलेलाई मलाई अलि हतार नै छ, म जान्छु। ल ल भाइ। आमा के भयो हजुरलाई? ल केही नभइकन नि त्यतिकै मान्छे रुन्छ त आमा। पक्कै पनि हजुरलाई केही न केही भएको हुनुपर्छ। म हजुरको छोरी जस्तै मान्छे त हो नि, भन्नुहोस् न। बाहिर घाउ लागेको अब सबैले देख्दै लक्ष्मी, मुनको घाउ कसैले देख्नु पाइन्छ? बुहारीले भने आज सहनु सक्दिनँ, आफ्नै छोराले मुटुमा बित्ने गरी भन्नु मैले कसरी सहनु? बुहारीले केही भन्नुभयो कि क्या हो आमा? आफ्नै छोराले घर छोडेर जा भने म यो बुढेसकालमा कहाँ जानु लक्ष्मी? आमा छोराको नम्बर छ भने मलाई दिनुहोस् न, म फोन गरेर सम्झाइदिन्छु। पर्दैन लक्ष्मी, बेकार म तिमीलाई गाली मात्रै गर्छु। मेरो छोराले कहाँ जानु लाग्नु भएको आमा हजुर? मेरो भाग्यले जहाँ पुऱ्याउँछु उहीँ जान्छु म। आमा सुन्नुहोस् न, म हजुरको छोरालाई सम्झाइदिन्छु, नम्बर दिनुहोस् त। यसरी रुँदै रुँदै अब कहाँ पुग्नुहुन्छ भन्नुहोस् त? नमस्ते नमस्ते। के कति कामले आयो कुनै? खासै त्यस्तो काम त केही पनि थिएन काई साहब। हजुरहरू पनि गाउँ आउनुभयो भन्ने कुरा थाहा पाएँ, अनि फेरि बाटो पनि यतै पर्यो, त्यही भएर पसेर जाउँ कि भनेर आएँ। अनि कजनी आमा चाहिँ खोइ नि काई साहब? भित्र चिया नास्ता बनाउँदै हो नि। काजी साहब, त्यो मेरी सौताकी छोरीले त हजुरलाई नराम्रोसँगले थर्काइरहे नि त, गाउँभरि होला रहेछ। हुन त त्यसका आमा छोरी नि एउटै हुन् कि कसैलाई गाउँमा देखिसक्दैन। थाहा पाएँ मैले, अहिलेसम्म यो गाउँमा मलाई थर्काउने मान्छे जन्मेकै थिएन। जाबी त्यो एक मुठीको भुरीले मलाई थर्काइ, सौतारामा त्यसले मेरो बेइज्जत गरेको मैले कहाँ बिर्सिया छु? अनि त्यतिखेर 2-4 झापट लाउनु पर्थेन काई साहब? त्यो त गाउँभरिकै छुची छे 2-4 झापट हान्नु पर्थ्यो कि बल्ल त हमा लाग्थी। त्यसलाई कसरी ठेगान लाउनु पर्छ मलाई राम्ररी थाहा छ। अहिले कहाँ छ त्यो? सिधै हस्पिटलबाट मामालाई पठाइछ त्यसकी आमाले, कहिले मुन्टिन्छ कोनी। गाउँभरिकै छुची छे त, पछि ठुली भएपछि त्यस्तै मान्छे कस्तै हो नि? कोख बेग्लै भए पनि रगत त एउटै हो नि। हेर्नु त काई साहब, मेरो छोरो कति बुझ्ने, कति भला आदमी, कति इमान्दार छ। म त्यसको चाहिँ त छोरी भनी बोल्दा बोल्दै उछिटेकी जस्तै छ। बुढो अब यसरी बसेर हुँदैन,
2-4वटा राम्रा बाख्रा ल्याएर पाल्नु पर्यो। अहिले खसी बाख्रामा कस्तो राम्रो आम्दानी रहेछ। खसीको मासु बजारमा किनेर खाइसाध्यै छैन। वर्षमा 2-3टा खसी बेच्न पाइयो भने त हजुर पनि विदेश जानै पर्दैन नि। तिमीले एकदम सही कुरा गर्यो बुढी, तर के गर्ने, यतिखेर हामीसँग पैसा छैन। अब अलिअलि पैसा आफैसँग छँदैछ, अलिअलि ऋण खोजौँला नि। अब कृषिमा लगानी गर्ने भनेपछि त पालिकातिरबाट अनुदान पनि पाइएला, ऋण दिनेले पनि देलान् नि त। तिमीसँग पैसा छ र? कहाँ मसँग हुनु, हजुरसँगै छ त पैसा। ए त्यो पैसा त मैले चलाइसकेँ नि। अस्ति 35,000 पैसा त हजुरले गोजीमै बोक्नु भएको छ त। अनि अलिअलि मसँग पनि छँदैछ। अहिलेलाई लगानी गर्दै गर्नलाई त्यति भइगयो नि। बिचारा त्यो लक्ष्मी साह्रै अप्ठ्यारोमा परेको रहेछ। छोरी खोलामा डुबेर आएर हातै जोडिन्। नमस्ते लक्ष्मी, तिमी यतिखेर यहाँ? दाइ मलाई साह्रै अप्ठ्यारो पर्यो। 30-40 हजार पैसा छ भने हालिदिनुहोस् न। मेरी छोरी बिराम भएर अस्पतालमा लगेको छ, पैसा नभएर डिस्चार्जै गर्न मानेन। म हजुरको यो गुण कहिले पनि बिर्सिन्न। साह्रै अप्ठ्यारो परेर हजुरलाई भन्न आएँ। साह्रै अप्ठ्यारो परेर छु लक्ष्मी, एकछिनै त म हेर्छु। हस् दाइ, हस्। भगवान् भन्न, उहाँले चाहिँ छैन भन्नुभयो। कस्तो राम्रो मान्छे हुनुहुँदो रहेछ। धन्यवाद प्रभु तपाईँलाई। के भन्दै हुनुहुन्छ? ढुक्क तपाईँको जिन्दगी। त्यो लक्ष्मीलाई पो दिनुभएको? कमसे कम एकचोटि मलाई त सोध्नु पर्छ नि। आफ्नै गाउँठाउँको मान्छे नदिउ कसरी? आफ्नो गोजीमा पैसा छ, उनीहरूलाई अप्ठ्यारो परेको छ, त्यसैले दिए। किन त्यसले पैसा दिन्न र? नदिए नि भागेर कहाँ जालिरहे, यही गाउँको मान्छे हो। बर्बाद गर्नु भन्छ नि। अब त्यसको हातमा परेको पैसा के फिर्ता आउला? पिर नगर न, पैसा त म जसरी नै उठाइहाल्छु नि। अब त्यसले पैसा त दिएकै हो, अब त्यसैलाई उठाए मात्रै हो। जे पाइँदैन बोल न। के नचाहिने कुरो गर्नु नि? भकै कुरो गरेको त हो नि। सत्य बोल्दा तितो हुन्छ, आखिरीमा कुरो उयो। तपाईले के चिन्या छ र त्यसलाई? मैले पो चिनेको छु त, कस्ती छे भनेर। कुकुरलाई हड्डी दे बराबर हो। होइन आमै, रुँदै रुँदै कता नि? घरबाट बुहारीले निकाल्थ्यो कि क्या हो? होइन, केही पनि बोल्नु न त। हुन त बोल्ने ठाउँ भए पो बोल्नुहुन्छ। अब बुहारीले घरबाट निकाल्दी भन्न पनि गाह्रो। अब पहिलाको जमाना जस्तो बुहारीले कहाँ सहन्छन् भनेको अहिलेको। अब भात पकाएर दिए पनि मिठो भन्ने होला, केही काम गर भने पनि वचन लगाउने होला। अनि कहाँ सहन्छन् भनेको के? उसलाई रिस उठ्यो निकाल्दी। हेर, यो बुढेसकालमा दशा लागेको। धन्न त्यो मेरो चाहिँ सौताले छोरी जन्माइरो मात्रै, छोरो चाहिँ जन्माकी थिए भने 20 वर्षपछि हो यही तपाईँको जस्तै हालत हुन्थ्यो। अब केही सहन्न। अब न कसैले काम गरेको चित्त बुझोस्, न कसैले केही भनेको चित्त बुझोस्। मै जान्ने, मै बाटो, मै हुँ भन्छ। अनि कहीँबाट हुन्छ? अर्काले काम गरेको, अर्काले बोलेको केही मन पराउँदैन, केही चित्त बुझ्दैन त्यसलाई। मै जान्ने, मै बाटो, म जस्तो बाटो मान्छे कोही पनि छैन भन्छ। अनि कहाँबाट हुन्छ? यत्रो बोलिसके मैले, अनि केही पनि बोल्दिनँ त। ए बुढी आमै, काम मुन्टे के गए हुन्छ?
म एक्लै मात्र के प्यार 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 बोलिरहेको भानुलाई पुरा सुनाए जस्तो कि मेरो जिन्दगी दुईटा श्रीमती भएर पनि अहिले आफूलाई यस्तो गाह्रो परेको बेलामा अप्ठ्यारो परेको बेलामा एउटै साथमा छैन। दुईटा श्रीमतीको पोइ कुना बसी रोई भनेको यही रहेछ सायद। चाहेको मिल्ने भए यो मन कहाँ दुख्थ्यो र सहनै नसक्ने पीडा छिनमै कहाँ लुक्थ्यो र चाहेको मिल्ने भए यो मन कहाँ दुख्थ्यो र सहनै नसक्ने पीडा छिनमै कहाँ लुक्थ्यो र छरी भनिदे मेरो पीडा सुनाइदे दोधरैमा परी कस्तो बसाइ सरी जीवन भयो भरी नारीको दुश्मन नारी रचेर यो सम्झौता सौता 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 मैले तँलाई खोलाको किनारबाट लगेर हुत्याइदिए भनेको थिएँ कि माझो पुलबाट हुत्याइदिए भनेको थिएँ। तैले त्यो माझो पुलबाट हुत्याइदिएको थिइस् भने कि खोलाले सट्ट बगाएर लाँदैथ्यो। न रहन्थ्यो बाँस न बस्थ्यो बाँसुरी। जुन चाहिँ मुला आए पनि यस्तै भन्छन्। मैले भन्नुपर्ने कुरा कहिले भनेर भनिस्? अझ सौताको अन्त्य गरिदिन्छु म। कोसँग फोनमा बोल्दै थिइस्? कोसँग बोल्दै थिइस्? के अरूको फोनमा बोल्न पनि नहुने? मेरो छोरी आफै फलालेको होइन रहेछ। मेरी छोरी त्यति कमजोर थिइन। आमाको एक वचन सहन नसकेर पुलबाट फलानुस्। तैले रहेछ होइन मेरो छोरीलाई पुलबाट खसालेको। आज तेरो ज्यान कसरी लिन्छु भने नि विचार गर। अझ तेरो ज्यान न्याय बनाइदिन्छु। कहिले मलाई भनेन र के भन्दै थिइस् भन्न? न रोन्छ बस न बच्चा बाँसुरी भने होइन। अब तँलाई सिद्धिदिन्छु। न रोन्छ बस न बच्चा बाँसुरी।
रात लक्ष्मी तमसँग फुक्कट नि खोक्न आइजौ फुक्कट ल छोड दुर्गाको आमासँग जोरी खोज्दै थिइस् मेरी आमालाई हात हाली छैन त गइस
कता कता हानी आयो है हाय मैले पाकै हो डाँडा ल्याएर गल्ती गरेर चाहिँ आफ्नो कता कता निताले उठाली टाउकोमै लाग्यो भान्जी ए भान्जी लागेर सुतिराखेको रहेछ ल उठ तातो पानी खाऊ खान्न के मामा अघि भर्खर त खाएको त्यसो भनेर कहाँ हुन्छ भान्जी बिरामी भएको बेला तातो पानी प्रशस्तै पिउन पर्छ यति पानी पिउ म जाउलो बनाइदिन्छु जाउलो म त जाउलो मरि गए खान्न ल कहाँ त्यसो भनेर हुन्छ भान्जी जाउलो त तिमीले खानै पर्छ पुरो मामाले भनिहाल्नु भयो पानी चाहिँ खान्छु आमा मामा बाबाको माया कस्तो हुन्छ भनेर मैले कहिले पनि महसुस गर्न पाइनँ तर मामा तपाईले मलाई आमाले जस्तै माया गर्नुभयो मामा त यस्तो पो हुनुपर्छ त मामाको मायामा मैले आमाको माया भेटेँ अनि तिमी नि तिमीले त मेरो बहिनीलाई नै बिर्साइदियौ सानोमा काटीकुटी तिमी जस्तै थिए चकचके चुलबुले हामी त दाजुबहिनी जस्तो पनि थिएनौँ त्यसले मलाई कति कुर्थे हेरी त्यो कहिले रिसाउन जान्ने होइन हाँस्या गर्ने हो आफू पनि हाँस्ने अरूलाई नै हँसाउने खुब राम्रो गरी छिन् नि तपाईको बहिनीले सानोमा हाँस्या गरेर सानोमा हाँस्या गरेर होला अहिले रुक्कै गर्छिन् मामा हाम्रो आमा जहिले पनि रुक्कै गर्छिन् आँखामा आँसु कहिले टुर्दैन श्रीमान जिउँदो हुँदा पनि विधवाको जस्तै जिन्दगी र बाबा जिउँदो हुँदा पनि रोको जस्तै जिन्दगी जिउनु पर्यो हामी आमा छोरी भयो भान्जी नरो बाबाले माया नगरे पनि मामाले माया गर्छु नि मामा छन्जेल मेरो भान्जी कहिल्यै रुन पर्दैन रुन पर्छ कि पर्दैन त्यो त मलाई राम्रोसँग थाहा छ होइन यसले मेरो बाउलाई त मोहनी पो लगाइ क्या होइन यसलाई कसरी निकाल्ने हो सोच रक्षा सोच एउटा न एउटा आइडिया लगाएर यसलाई निकालेरै छोड्छु अनि काकी कता हिँड्नु भयो त नि तपाईँ माथि डाँडामा दिदीबहिनी सङ्गठनको मिटिङ छ अनि तिमीहरू चाहिँ कहाँ गराएको हामी यसो डाँडातिर दाजुभाइ हावा खाएर आएको अनि तेरो आमा कता छ त भेट्छु भन्ती पनि है माथि मिटिङै हुन्छ गएर भेटौँ न कत्रो भएको कति राम्रो भएको डर छ भनेर घाम छलेको छले छैन मुनाको छोरो कालो भएर हुन्छ त कति बाठो यो मुनेको छोरो ए हसान पनि हुनु भन्न हतार छ ल घरमा गएर काम गर्ने होला फेरि म गर्छु नि काम मोटो खाइ लाग्दो है कति राम्रो भएको ल काजीबाहरूलाई सबैलाई ठिक छ नि सबैलाई एकदमै ठिक छ ल
मलाई माफ गरिदिनु होला। के सोचेर हिँडिरहेको थिएँ हजुरको खुट्टामा अल्झे। होइन होइन, गल्ती मेरै थियो। म यसरी बाटोमा उभिन नहुने। अनि तपाईँको नाम चाहिँ? लक्ष्मी। तपाईँको एउटा छोरी पनि छ हो? छिन्, दुर्गा। भनेपछि त्यो दुर्गा तिम्रै छोरी हो? ए, तपाईँको छोरी हो? काजी। हजुर त यो गाउँको काजी हुनुहुन्छ। हजुरको बारेमा धेरै सुनेकी थिएँ। आज भेट्न पाएँ, धेरै खुसी लाग्यो। अन्जानमा ठोकिन पुगे, माफ गरिदिनु होला। केही भन्नुभयो काजी साहब? छैन छैन। हस्, म जान्छु। त्यस्तै आमाको त्यस्तै छोरी। दिदी, तपाईँलाई त म यो गाउँमा पहिलोचोटि देख्दैछु। तपाईँको घर चाहिँ कता परेको नि? मेरो घर पनि यही गाउँमा हो। मेरो नाम चाहिँ गौथाली। अनि तपाईँ चाहिँ? मैले चिनिनँ नि। मेरो नाम चाहिँ मुना हो, लक्ष्मणको कान्छी श्रीमती। कान्छी भन्नाले? नाम दियो सैदा नाजिर। दिदी, त्यहाँ हिँडिरहेकी छ नि, हो त्यही हो मेरी सौता। नामै भन्नु पर्दाखेरि चाहिँ लक्ष्मी। ए, भनेपछि त्यो तपाईँको सौता? दिदी, तपाईँ त छक्क पर्नु भयो नि। मैले त मेरी सौता भन्दा तपाईँले त्यसलाई पहिल्यैदेखि चिन्नुहुन्थ्यो क्या? धेरै पहिलादेखि चिन्छु। कसरी बिर्सिन सक्छु र त्यसलाई? मैले हजुरको कुरा अलि बुझिनँ नि दिदी। मैले पनि बुझेकी छुइनँ यो आइमै हाम्रो गाउँमा कसरी आइपुगी भनेर। यसको मतलब तपाईँले मेरी सौता लक्ष्मीलाई पहिलेदेखि नै चिन्नुहुन्थ्यो? त्यसको र मेरो गहिरो सम्बन्ध छ। यो जुनीमा म त्यसलाई कसरी बिर्सिन सक्छु र? अनि तपाईँको बुढा चाहिँ? मेरो बुढाको कुरा गर्यो भने बहिनी मन भक्कानेर आउँछ। अनि त्यो लक्ष्मीको रगत पिउन मन लाग्छ मलाई। किन र दिदी? किनकि सबैभन्दा ठुलो दुश्मन त्यही लक्ष्मी हो मेरो। त्यसकै कारणले गर्दाखेरि वर्षौंदेखि मेरो श्रीमान अपङ्ग हुनुहुन्छ। मेरो श्रीमानको मात्रै होइन बहिनी, हामी आमा छोरीको पनि जिन्दगी बर्बाद बनाकी छ त्यसले। त्यसलाई मैले धेरै वर्षदेखि खोजिराखेको थिएँ। अहिले यो गाउँमा अचानक देखेँ। ढुङ्गो खोज्दा देउतै मिलेको जस्तै भयो। ए हो र? तर कसरी दिदी? मेरी छोरी गर्भमा थिइन्। हामी श्रीमान श्रीमती खुसी हुँदै मन्दिर जाँदै थियौँ। त्यसको नाटो र त्यो बाइकमा आए र त्यही बाइकले मेरो श्रीमानलाई हाने। त्यसपछि तिनीहरू भागे। म दोधारमा परेँ। न श्रीमानलाई हस्पिटल लानु, न तिनीहरूलाई समाउन पछि पछि जानु। त्यही भएर तिनीहरू भागेर बचे। 16-17 वर्षदेखि मेरो श्रीमान अपङ्ग हुनुहुन्छ। बल्ल त्यसलाई भेटेँ। अब बदला लिन्छु त्यसलाई। ए भनेपछि कुरा त्यस्तो पो दिदी? तपाईँ केही पनि चिन्ता नगर्नुहोस् दिदी, तपाईँको साथमा म छु। सम्झिनुहोस्, आजबाट तपाईँकी बहिनी म हुँ। दिदी, तपाईँको पीडा म राम्रोसँग बुझ्न सक्छु, किनकि म पनि त्यसको कारणले गर्दा दिन रात तडपिएर बसेको छु, छटपटिएको छु। दिदी,
त्यसले मलाई सुख र शान्तिले कहिले पनि बस्न दिन। तर हाम्रो दुश्मन भनेको एउटै परेछ। अब भने मजा आउने भयो। खुसी लाग्यो बहिनी भेटेर। अब हामी भेटिरहनु पर्छ है। खाइसक्यो हो? खा छैन, खान्छस्? मलाई त भोक लागेको छैन। आमा बिमारी भएर खाना पकाउनै सक्नु भएन। थोरै खाना छ भने पसिदिनु न। आइज मित्र। भात कहाँबाट ल्याइस? जाबाट ल्याएर खाऊ न छिटो, सेलाउँछ। कसैमा गएर मागिस्? जसकोबाट ल्याएर खाऊ न के, अलि सेलाउँछ। यहीँनिर बरु आगो पारेर भुलुक्क अलिकति उमालेको त्यस पनि भइहाल्थ्यो। चामल हुनु परेन उमाल्नलाई भने। यति राति केही नसोचिकन खाऊ त, छिटो खाऊ। कहाँ गएर मागेर लिएर आइस? केही नसोचेर खाऊ न। तिमीलाई यही नखाए टेन्सन भएको टाउको दुखेर खाऊ न। ल त पनि खा। मैले खाइसकेँ, म खाएर आएको। खाए? खाऊ खाऊ। छोरो आया ल ढाँटिकन भन् त। तँलाई यो भात कसले दियो? कसमा गएर मागेर लिएर आइस? खाऊ न। त पनि अलिकति खान त छोरो। होइन मैले खाएँ, खाऊ न। खाइस् नि। कति ज्ञानी छ है मेरो छोरो। टाउको दुखेर छोरो। टाउको दुखेर। ल तैँले नखाइकन म कहाँ खान्छु त? होइन क्या आमा, खाऊ न क्या। मैले खाइसकेँ। छिटो खाऊ, सेलाउँछ क्या। मैले खाएर आएको क्या। दबाई छैन, के गर्नु? तापक्रम तताइदिएको? पानी पनि बसाएर छैन, के गर्ने? कस्तो मिठो रहेछ छोरो। कष्टबाट ल्याएको हो भनेर सोध्दा पनि केही पनि भन्दैन। ru 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 ru
कति काम गरिराखे कि भान्जा भान्जी भनेको झोलीको देउता हुन्। धेरै दुःख गर्नुहुन्न भान्जी। मेरो छोरी सधैँ छ नि, काहीँ नभए दिनभरि टिकटक बनाएर बस्छे। अब पढ्नु सर्नु छ भनौँ भने एसी दिएर बसेकी छ। 5 पैसाको काम छैन। दिक्कै लाउँछ भने त्यस्तो नभन्नु न मामा, दिदीले काम गर्नु भइहाल्छ। मलाई त मेरो छोरीले हैरान बनाइसके। तिमी जस्ती यस्तो लक्ष्मी जस्तो सबै घरको काम गर्ने ज्ञानी बुझ्ने भए पो लास्टै बनाएकी छ मलाई त। र अब धेरै तिमी पनि काम गर्ने होइन, चुप्प लाएर यति काम सक्ने रेस गर्ने। लक्ष्मी, मलाई त एकै नजरमा भने जस्तै भयो। कोही मान्छेलाई त भगवान्ले कस्तो बनाइदिएर पठाइदियो। अलि बढी तारिफ गर्नुभयो। हजुरले भने जस्तो राम्री कहाँ छु र म? हजुरलाई राम्री लागेको मात्रै हो। हजुरको त हेर्ने आँखै राम्रो। भन्छन् नि फुलको आँखामा फुलै संसार भनेर, त्यस्तै होला नि। म जस्तो मान्छेलाई मन पराइदिनु भयो, मेरो त मनै फुरुङ्ग भयो। साँच्चै भने हो क्या, राम्रो मान्छेलाई राम्रो भन्दैन न त? साँच्चै भन्नुभएको? साँच्चै रियलमा आत्मैदेखि भनेको। अलिकति उमेर ढल्के पनि हजुर पनि साँच्चीकै ह्यान्डसम हुनुहुन्छ नि। पहिला पहिला त फिल्मतिर नि खेल्नुहुन्थ्यो कि क्या हो? साँच्चै हो। कस्तो राम्रो हुनुहुँदो रहेछ। हजुर त दिलीप रायमाझी जस्तै हुनुहुन्छ नि। निस्वार्थ भावना भने हो त लक्ष्मी तिमीले? अनि होइन त, मैले कहाँ झुटो तारिफ गर्छु त नि। भन्न मात्रै नसकेको पहिला पहिला हजुरलाई देखेकोदेखि नै मैले नि मन पराउँथेँ नि। अलिकति उमेरको डिफ्रेन्ट भएर मात्रै हो मैले नभनेको। माया गर्नलाई उमेरले छेक्दैन क्या। लक्ष्मी एउटा अमल मारौँ। साँच्ची कि? साँच्चै हो लक्ष्मी, फेरि चुम्मा देऊ न। लाज लाग्छ। बाबा के भो? किन चुम्मा गरेको त्यसलाई? कसले चुम्माउनु गरेर? कस्तो गनाएछ भनेर सुनेको? मलाई त गनाएको छैन त बाबा, तपाईँलाई खै कसरी गनायो? हेर्न छोरा, तँलाई गनाएन? कस्तो गनाइरहेछ ठुल्छे चाहिँ। मिठो भयो छोरा। अरू बेला त यहीँ पकाउँदा पनि रुच्दैन थियो, आज त कति मजाले रुच्यो। छोरो, अब त मैले खाना खाइसकेँ। भन् त, तैँले यो खाना कहाँबाट लिएर आएको होस्? भन् न, तिमी शब्दको के भयो आमा? मलाई चक्कर लाग्यो। छाती पोलो। एकछिन पाले। आया आमा, म खान्न। मलाई एकदम पोलो छोरा, मलाई औडा भयो। पोलो 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 छोरा, पानी खाउँ अहिले सही हुन्छ कि? कोही छैन यता? गाह्रो भयो छोरो। के गर्नु नि? मर्यो नि। पोलो
लामो सास के गर्नु नि पोलो यसो र अब त म मर्छु होला यस्तो नभएर आमा किन म हस्पिटल लैजान्छु यस्तो म जान्न अब म मर्ने भए के गर्नु नि हिँड न हस्पिटल जाऊ के गर्नु नि कोही हुन्छ त्यो सौदाले भातमा बिखालेर ती यसो नभन के भयो कोही हुनुहुन्छ के गर्नु तिमी हस्पिटल लैजान्छु छोरा अब म मर्ने भयो यसो नभएर आमा मलाई नगर त्यसले मलाई भातमा बिखालेर ती अब म मर्ने भए राम्रोसँग बस है किन होला मैले कस्तो लामो के गर्नु म झुके तिमी आमा 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 उठेन आमा के भयो तिमीलाई छोरा म त मरेछु रे के भने त्यसले भातमा बिखाली छिरे अनि मैले त यो खाइसकेपछि म त मरेछु रे के भन्छन् हे बिखालिदिन्छन् त छोरा तेरो पढाइ के कस्तो चल्दैछ? राम्रै छ बुवा हजुर। राम्रो छ भनेर मात्रै हुँदैन छोरा, अलिकति पढाइमा ध्यान दिन पर्यो। त काजीको छोरा होस्, तैले आफ्नो इज्जतको ख्याल गर्नुपर्छ। यी गाउँका झिना मसिना मान्छेहरूसँग संगत गर्ने होइन, आफ्नो इज्जतको ख्याल गरेस्। त्यस्तो नभन्नुस् न बुवा हजुर, सबै मान्छे हामी जस्तो त हो नि। भलै यो गाउँका मान्छे गरिब होलान् तर इमानदार छन्। भयो चुप लाग, यो गाउँका मान्छे कस्ता छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। हेर छोरा, म तेरो बाउ हुँ। बाउले आफ्नो छोराछोरीको कहिले पनि कोबालो चिताउँदैन। मौरीको संगत गर्यो भने फुलसम्म पुर्याउँछ र झिङ्गाको संगत गर्यो भने फोहोरको डङ्गुरमा। र अर्को कुरा, हाम्रो खानदानमा ठुलो मान्छेहरू बोलिरहेको ठाउँमा सानो मान्छे बोल्ने चलन छैन, यो कुरा पनि सिकिराख। हुन्छ बुवा हजुर। देखिस् त्यो को रहेछ? तपाईँ। म कुन कुन क्षेत्रमा अगाडि रहेछु? हो नि बुवा हजुर, हजुरलाई टिभीमा देख्न पाउँदा मलाई साह्रै खुसी लाग्छ। आफ्नो गन्तव्यमा पुग्नु छ भने ठुलो मान्छेको संगत गर्नुपर्छ। यस्ता झिना मसिना मान्छेको संगत गरेर कहिल्यै पनि गन्तव्यमा पुग्न सकिँदैन छोरा। म पनि यस्तै गरी सिरियल खेल्ने दिन कहिले आउला? आफ्नै घरको कुर्सीमा बसेर आफ्नै सिरियल मजाले टिभीमा हेरिरहेको छु मैले। मलाई पनि असाध्यै सिरियल खेल्न मन लाग्छ। झन् यो सौता सिरियल कति राम्रो हो। लक्ष्मण, ए लक्ष्मण, के को लक्ष्मण लक्ष्मण नि मुना भन्नुहोस्। यो घरको मुली मान्छे नि म हुँ, घरमा लक्ष्मण छैन। लक्ष्मणलाई भेटी काम थियो मेरो। भन्नुहोस् के कति कामले आउनु भयो?
मेरो केही लेनदेनको कुरा थियो। के काम हो मलाई नै भन्नुहोस्, लक्ष्मणलाई नभन्नुहोस्। मेरो अलिक केही लेनदेन थियो अनि भेट्नै थियो। लक्ष्मण आएपछि आउनुहोस्, जानुहोस् अहिले तपाईँ। के भयो? नआए मैले के गर्नु त? दिमाग पनि एउटाले खाना खाँदा 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 दुखिरहेको थियो। हे भगवान् प्रभु, तपाईँ जानुहोस्, पछि लक्ष्मण आएपछि आउनुहोस्। हाय हजुर, के थियो हजुरहरूको लेनदेन? अब मलाई थाहा हुँदैन। अब आएर बस्नुहोस् न त, म भनिदिउँला। तिमीलाई थाहा नभए पनि मलाई थाहा छ, उसलाई थाहा छ। ल बस्नुहोस् न, तेरो चक्री यहाँ ल्याइदिए बुवाले। ल बस्नु, यहाँले म बस्छु। आएन कि यो तपाईँहरूको लेनदेन के हो मलाई केही पनि थाहा छैन, त्यही पनि भन्नुहोस्। म लक्ष्मणले फोन गरेका बेलामा भनिदिउँला। मलाई 1 लाख रुपियाँ चाहिएको थियो बुहारी, दिनु पर्यो। ए बा, के भनेको? मेरो यो कानले सुनेन के? मैले त 1 लाख रुपियाँ भने 1,000 भने होइन। 1 लाख भनेको कि 1,000 रुपियाँ भनेको रे? 1 लाख 1000 रुपियाँ? लाख भनेकै भयो। ल है, यही बेलामा चाहिँ मेरो कान टालिएछ भनेको कानै सुनिन के मैले। 1,000 रुपियाँ भन्नुभएको? 1 लाख भनेको 1 लाख। ए बा, 1 लाख रुपियाँ तपाईँलाई मैले अब सापडै दिनुपर्ने भयो होइन त? त्यही भएर यहाँ आउनु भएको। ए हजुरले मलाई राख्नै दिए जस्तो 1 लाख रुपियाँ देऊ बुहारी भनेर भन्नुहुन्छ त? हस् हजुर, म तपाईँलाई 1 लाख रुपियाँ नै दिन्छु। हजुरले यहाँ पोल्टामा राखेर दिनुहुन्छ, सर्लक्क निकाल्छु, दिन्छु। लक्ष्मणको बेलामा मैले 3 लाख रुपियाँ दिएको छु। अब के गर्नु त? तिनीहरूका सन्तानलाई दिनु, मलाई दिनु भएको छ? जसलाई दिएन लक्ष्मणलाई नि दियो। मैले भनेको छु है बुढा बाउ, तपाईँ यस्तो बुढो मान्छे हुनुहुन्छ, फिटकटमा आएर म तपाईँलाई गाली गर्न पर्छ। जानुहोस् तपाईँ यहाँबाट। मैले आफ्नो आउनु बिना आएको त्यो तपाईँ यहाँबाट गइहाल्नुहोस्। सुन्नुभयो कि सुन्नुभयो? फेरि अहिले तपाईँलाई म गलत त्याएर निकालिदिन्छु म। जानुहोस् भनेको, जानुहोस्। नलिँदैन टाढै जानु। तिमी त चुपचाप मौन बसेकी छौ त? अनि अस्तिदेखि खुब जेल हाल्ने प्लान बनाउनु पर्छ दिदी भनेर भने कि होइन? जेल त हाल्न हुन्थ्यो नि दिदी, अब कसरी हाल्ने भनेको कि हामीसँग केही पनि त्यस्तो प्रमाण छैन। अब त्यो तल्ला घरे सानेलाई मैले भनेको, आमाले होइन छोरीले हानेकी हो नानी, अब छोरीले हान्दाखेरि त्यो बच्चालाई केस लाग्दैन, अब के गर्नु भनेर उनीहरूले नै भनिसकेपछि अब चुप लागेर बस्ने सिवाय के भयो? तपाईँ आफै भन्नुहोस् त। त्यही भएर अब कति टेन्सन भएको छ भन्ने कुरा त मलाई मात्रै थाहा छ क्या। तिम्रो त आज त किन हो थुतुन नि हेर्न मन छैन? गर्ने हो क्या, गर्ने हो दिदी, बग्नु न। किन यति छिट्टै आवेगमा आउनुभएको भनेको? अब जति योजना बनाए पनि कहिले सफल हुँदैन। अब योचोटि चाहिँ मजाले सोचेर विचार गरेर गर्नुपर्छ। अब त्यत्रो मैले टेटहरू लाएर मार्न खोज्दा त बाँचेर आए भनेपछि त्यही भएर म सोच्दैछु कि जति योजना बनाए पनि के गर्नु, सफलै हुँदैन। मेरो त यो भाग्य नै त्यस्तो हो कि के हो भनेको। अब मैले कति गरेर त्यो सौता भन्दैलाई मार्न खोजेँ, तर त्यो कुनै पनि हालतमा केही कारणले गर्दाखेरि पनि मरिन, बाँचेर आएँ। खै मेरो त भाग्यमै सौता बेर लेखेको छ कि क्या हो दिदी? अब त हुँदा हुँदा त्यो आमा चाहिँ अलक्षिणले पनि मेरो टाउको खाकी थिए। अहिले हेर्नु त त्यो छोरी चाहिँले झन् मेरो त
दिइसके के मलाई जिउँदै। मलाई सोच्न दिनु न, मलाई सोच्न। अब खत्रै योजना यो सिद्धिने योजना जति गर्दा पनि यसका आमा बाँचेर आए। अब 1 महिना हेर्नुहोस्, 1 महिना मात्र यो हुनाले के गर्छ? अनि तपाईलाई एउटा कुरा थाहा छ, त्यसको पछि जुन मान्छे छ नि मेरो दुश्मन मैले बनाइदिइसके। लु बाबा मुना, 1 महिना त छोड्देऊ, 7 जुनी पनि तिमीले केही गर्न सक्दिनौ। यति त म लेखेर दिन्छु तिमीलाई। कत्रो नै योजना बनाएर योजना सफल पारौँला, यी आमा छोरीलाई केही न केही चाहिँ यसपाला गरौँला भनेको घरमा थचारेर त योजना सफल हुँदैन क्यारे। आज भोलि त तिमीलाई देख्दाखेरि बरु तिमीलाई नै फाड्दिउँ जस्तो लागिसक्यो। अब यो सारा गाउँका मान्छे मेरो जता मुना त्यतै मान्छे। अनि यति भएपछि हामीलाई के चाहियो? अब हेर्दै जान्छौ त, उनीहरूले नयाँ खेल खेल्छ, नयाँ योजना बनाउँछ। त्यो कसैलाई पनि थाहा हुँदैन, ताकि अब हेर्दै जानुस् दिदी, युद्धको पनि महायुद्ध सुरु हुन्छ। यो मुनाले युद्ध सुरु गर्छ, किनकि सबै त्यो सौता आएर मेरो जिन्दगी बर्बाद भएको छ। त्यो सौताले गरेर म मारिदिन्छु, म त्यसलाई मारिदिन्छु। त्यो अब कुनै पनि हालतमा बाँच्दिन। मार्यौ म यही गाउँमा बसेको यत्रो वर्ष भइसक्यो, अहिलेसम्म एउटा चरो मार्न सके होइन। मान्छे त मारेको मारे हो, जहिले नि मुन्ना मुन्ना मारिदिन्छु भनेर धाक लाउन जानेछ। काम कहिले सफल पार्ने होइन। तर यहाँ खुसीको कुरा चाहिँ एउटा कुरा छ क्या दिदी, यो पालि त्यसलाई मार्नको लागि मैले धेरै दुःख गर्नै पर्दैन। किन थाहा छ तपाईँलाई? त्यसलाई मार्नलाई यो सारा गाउँले दुःख गर्छन्। अब सारा गाउँले मार्छन् अब त्यसलाई। अनि आएन त मजा। अब त्यो कसरी भनेर भन्नु होला, त्यसको पनि समय आउँछ। मुना हो मुना, तपाईँले चान्छु नि नसम्झिनुहोस्। तपाईँले च्यालेन्ज गरे कि होइन के? मैले त त्यो सौतालाई भने के सौता 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 सौताको नाम सौता सौता। म पागल भइसकेँ, पागल। ओइ अलक्षिणा, जब कि त हाम्रो घरमा आइस बाउले मलाई बिर्सिसकेन् होइन? तैँले के जादु टुना लगाइस्? भन। काम गरि त राख्छु नि। गरेको छस् कि छैनस् त्यो त मलाई राम्रोसँग थाहा छ। जा गएर खुरुक्क मेरो कोठा सफा गर। होइन कस्तो खालको केटी, जा भनेपछि जा न। कस्तो नहानु न, कति रिसाउनु भएको। जा न त जा, मामाको प्यारी भन्छ। तेरो लागि त ल खत्रै चिज छ।
घरमा छ न सिरानीमा छ होइन कहाँ चाहिँ राखिस् तैँले 5 पैसाको ढङ्ग छैन जतिखेर टिकटक भनिया छ टिकटक लाएर उहाँ डाँडा पाखा कुदेको छ कहाँ चाहिँ राखिस् होला राम्रोसँग खोज तेरो आमाको चिरो भनेको त्यही एउटा हो टिक्कै लागिसक्यो भने यसले त मलाई खै बाबा संसार खोजिसके काहीँ भेट्दिन त्यो दुर्गा कहाँ गई त्यसले पो लगेकी हो कि अरू जेसुकै भन् म सहन सक्छु तर मेरो भान्जीको बारेमा जे पाए त्यही बोलिस् भने यसै गरी खान्छस् भान्जीलाई दोष लाग्नु भन्दा पहिला यो थप्पड सम्झी बुझिस् होला नि जब त्यो दुर्गाको लागि तपाईले मलाई थप्पड हान्नुभयो है बाबा मैले त्यसलाई चोरदोष लगाउन खोजेको हो र घरभरि खोजिसके एकचोटि त्यसको ब्यागमा खोजौँ भनेको पो हो त भान्जी मैले यस्तो आश गरेको थिएन तिमीसँग किन यस्तो गर्यौ तिमीले किन यो दिनहरु मेरो लागि प्राणभन्दा प्यारो छ तिमीलाई के थाहा भान्जी
योसँग कति गहिरो मेरो नाता छ त्यो भाइ मात्रै थाहा छ, अरू कसैलाई थाहा छैन। यति पनि तिमीले झोलामा हाल्यो होइन भान्जी? मामा यो मैले चोरेको होइन भनेर भन्न खोजेको होइन। सबै चोरले पहिला यस्तै भन्छन्। दिदी के को दिदी? घरबाट निस्किनी। मजाक होइन, मैले सत्य बोल्दैछु। मेरो छोरीले चोर्न सक्दिन। सही भनिस् तैँले। तेरी छोरी चोर हुन सक्दैन। मैले पनि यही भनेको थिएँ, तर तेरी छोरीको झोलाबाट सुन निस्क्यो। यो तपाईँ के भन्दै हुनुहुन्छ? यो हुन सक्दैन। मेरी छोरीले सुन चोरी? यो हुनै सक्दैन। मेरी छोरी चोर होइन। मेरी छोरीले यस्तो काम कदापि गर्नै सक्दिन दाइ। म हजुरको विश्वास गर्दिन। तेरो छोरीले सुन नचोरेको भए झोलामा आफै सुन उत्पादन त भएन होला कि जादु छ तेरो छोरीको झोलामा? ह अरू कुरा भनेको भए मैले पत्याउँथे होला। मेरी छोरी चोर यो त कहिल्यै हुन सक्दैन। अरूले केही चोर्यो भने त यस्तो गर्नुहुन्न भनेर सम्झाउने मेरी छोरी दुर्गाले चोर्ने? यो हुन सक्दैन। तपाईँ अझै पनि मसँग मजाक गर्दै हुनुहुन्छ होइन दाइ? हो भन्नु न। आखिरमा छोरी पनि तै गोता गई छे। सानोमा त पनि त्यस्तै त थिइस्। आफ्नो छोरी चोर भनेर काय विश्वास गर्छ त? हामीले आँखाले देख्यौँ सुन चोरेर झोलामा हालेको। हेलो हेलो भदै, हेलो। मेरो छोरीलाई केही भएछ भने तिमीहरू दुवैजना बाउ छोरीलाई पनि छोड्दिन। छोरी हेलो। अनि मेरी छोरी चाहिँ खोइ नि? तिम्रो छोरीलाई घरबाट निकालिसकि खै काम मोरी। यो हुन सक्दैन। मेरी छोरीलाई काठमाडौँ भनेको के हो केही पनि थाहा छैन। अब यतिखेर मेरी छोरी गयो। मेरी छोरी दुर्गा। अङ्कल सुन्नु त। किन नानी के भयो? सुन्नु न, मेरो आमा गाउँमा हुनुहुन्थ्यो, आमासँग बोल्नु थियो, एकचोटि फोन गरिदिनु न। अङ्कल तपाईँलाई के भयो? केही भएन। के तिम्रो मम्मीको नम्बर कति भन त, म फोन गरिदिन्छु। ला नानी, मेरो ब्यालेन्स नै सकिएछ। ऊ त्यहाँ अगाडि पसलमा गएर ब्यालेन्स हालौ अनि त्यहाँबाट कल गर्नुहुन्छ है। हस् अङ्कल। ल नानी जाउँ, त्यहाँ पसलमा गएर रिचार्ज हालौ अनि त्यहाँबाट। जीवन भयो भारी कति फोहोर खुट्टा। तैँले मेरो खुट्टा किन किर्तेको ढोक्दै? इस ढोक्छु तेरो खुट्टा ढोक्छु यस्तो फोहोर खुट्टा। मेरो छोरी जन्मेपछि त खुट्टा ढोक्छस् होला त। इस ढोक्छु तर कस्तो चोर्नी छस्? तेरो छोरी पनि चोर्नीले जन्मेला। के भन्दैछ रे? दाइ, आखिरीमा तैँले सानोमा जे भनेको त्यस्तो पुर्याइ छैन।
मैले सोचेको पनि थिइनँ तैँले यस्तो भन्लास् भनेर। मेरो छोरीलाई चोर दोष लाएर घरबाट निकाल्दिस्। छुट्टी दाजु यहाँतिर रिचार्ज कार्ड पाइन्छ भनेर मेरो चिन्ने मान्छे छ भनेर ल्याएको होइन। यहाँ त पसल छैन त, मैले देख्दिनँ त। तपाईँले कहाँ ल्याउनु भएको मलाई? यही हो कि मेरो साथीको पसल आइसक्यो कि नानी। यही हो कि मेरो साथीको पसल। यो पसल रे पसल पनि यस्तो हुन्छ? भइहाल्छ नि नानी, पसल भनेको यस्तै हो नि। हो अलि चिनेको साथी भित्रपट्टि छ क्या यो पसल। तपाईँ आफै गएर हालेर आउनु रिचार्ज कार्ड। म यहीँ बस्छु, म जाँदिनँ। भित्र हिँड नानी, म तिम्रो बाबा जस्तै त हो नि। लु लु हिँड्नु, छिटो गएर आउँ तर। अङ्कल तपाईँले किन चुको लाउनु भएको? किन होइन नानी, बस न त्यहाँ, तिमीलाई मिठो लाग्ने कुरा छ के?